गाइस अहिले चाहिँ हामी यहाँ भित्र आइपुगे टट्टी बेकरीमा। दोकानको नाम त टट्टी बेकरी पो रहेछ नि हौ। आइदिउँ हामी अब यहाँ बस्ने होइन। दिल्ली आइपुगेको कति बज्यो टाइम पनि मिलाएको रहेछ। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। धेरै दिन बाद निन्द्रामा हिँडिरहेको छु। आज बाटोमा यहाँनिर साथीले मलाई हेल्प गरिरहेको छ है। निन्द्रा लागिरहेको छ यति धेरै जाडोमा। खास कुरो के भन्दाखेरि 2 साल 27 महिना भनौँ है, 27 महिना बाद घर गइरहेको छु। रातिको 2:30 भइसकेको छ, सुताइ छैन र अहिले भने एयरपोर्टतिर लागिरहेको छु है। घर जानुको छु, खुसी भनेको एउटा अलग्गै मजा हुन्छ र अहिले गइरहेको छु। हामी जानेछु, तपाईँलाई भिडियो देखाउनु छु, अन्तिमसम्म हेरिदिनु होला है। यहाँ साथी भेट भयो, ट्याक्सी चाहिँ यहाँनिर रहेछ, जाने हो। यहाँ चाहिँ मर्सिडिजहरू चाहिँ के भन्छ ट्याक्सी हुन्छ है, मर्सिडिजहरू हुन्छ नि मान्छेले ट्याक्सी। जाने हो हो त दार्जिलिङ म हो जाने दार्जिलिङको। ल यो हालौँ ल, सानो छ अलिक। मेरो सामान लोड हुँदै 11 साढे 11 12 बज्छ। आज त अब इथोपिया हिँड्छ अहिले भने एयरपोर्टभित्र है। जस्ट इमिग्रेसनमा उयो गरिसकेपछि भित्र आइसकेको छु। दादा हुनुहुन्छ पर्खेको र हाम्रो सबै भइसक्यो। अब गेटमा जाने है, त्यहाँ वेटिङ गर्ने। र गाइस अहिले चाहिँ हामी यहाँ भित्र आइपुगे टट्टी बेकरीमा। दोकानको नाम त टट्टी बेकरी पो रहेछ नि हौ। आइदिउँ हामी अब यहाँ बस्ने होइन। अब यति टाइम लाग्यो। र हाम्रो चाहिँ अहिले कति बज्यो भन्दाखेरि 6:25 र हाम्रो चाहिँ 6 बजी बोर्डिङ पास होइन। 6 बजी बोर्डिङ पास छ, यहाँ फर्किने हो। छैन हाम्रो इथोपिया जाने त। दोकानको नाम चाहिँ मलाई कमेडी लाग्यो होइन। दोकानको नाम चाहिँ के रहेछ भन्दाखेरि टट्टी। अहिले भने चाहिँ फ्लाइटभित्र चढिसकेको हामी है। अस्ति टाइट अघि यति धेरै मान्छे देखेको थिएन, तर यहाँ चाहिँ अहिले धेरै देखिरहेको। अब चाहिँ भित्र आइसक्यो। अब चाहिँ इथोपियामा। अब बिहान जाडो, अहिले गरम, दुइटै गाह्रो। भर्खर ब्रेकफास्ट भइसकेको छ है। र आज चाहिँ महाशिवरात्रि, महादेवको भक्त
भेजिटेरियन हो है। यहाँ केकहरू केक अनि ब्रेडहरू मैले खाइनँ, खालि त्यो एउटा फुल भनेको छ सिबी होइन राजमा, त्यो खाएँ। अनि यो सानो ब्रेडको टुक्रा थियो त्यो खाएँ। र यो मैले उयो चाहिँ खाइनँ है, फ्रुटहरू खाएँ र चिया खाएँ। आजको ब्रेकफास्ट भइसकेको छ। अब इथियोपियामा गएर तपाईँलाई त्यहाँको केही दृश्यहरू देखाउने छु। अहिले चाहिँ हामी आइसकेको छु इथियोपियन एयरपोर्ट है। इथियोपियाको एयरपोर्टमा आइसकेको छु। लगभग अहिले 12:30 भइसकेको रहेछ। र अबको केही क्षणमा भन्दाखेरि 2-3 घन्टा बाद फेरि हामी यहाँबाट दिल्लीको लागि रवाना हुनेछौँ है। अहिले कति बज्यो? 12:30 हुन आँटेको छ। र हाम्रो अर्को फ्लाइट चाहिँ छ लगभग 4:30 है। 4:30 बाट फेरि हामी यहाँ इथियोपियन एयरलाइन्स पक्रेर है, इथियोपियन एयरलाइन्स पक्रेर हामी जानेछौँ दिल्लीतर्फ, इथियोपिया टु दिल्ली। र यहाँ हामी वेट गर्नेछौँ कति घन्टा भन्दाखेरि लगभग 3.5 घन्टा, 3 घन्टा हामी वेट गर्नेछौँ है। 3 घन्टा त्यति वेट त गर्नु पर्दैन, फेरि 2-2:30 देखि यो हाम्रो बोर्डिङहरू हुन्छ होला सायद है। तपाईँलाई देखाउनेछु इन्डिया पुगिन्जेलसम्मको। तपाईँले हेर्न सक्नुहुनेछ इथियोपियन एयरपोर्ट है, इथियोपियन इन्टरनेसनल एयरपोर्ट। नाम पनि के भन्दाखेरि के पो थियो, एडिस अबाबा। तपाईँहरू आउँदाखेरि मैले यहीँबाट आइरहनु भएको छ। जो पनि इजरायलमा छ घर आउनेहरू है, सबैजना यही बाटो भएर आइरहेका छन्। र यो चाहिँ हो इथियोपियन एयरपोर्ट। एयरपोर्टको नाम चाहिँ के रहेछ? एडिस अबाबा। र अहिले चाहिँ आजको लन्च भनौँ है इथियोपिया एयरपोर्टमा भयो। आज भेजी डे होइन, भेगन आज महाशिवरात्रिको पूजाको दिन। अनि आजको लन्च चाहिँ इथियोपियामा। र अब केही क्षणमा कति हो, अब 2-3 घन्टा बस्नुपर्छ नि है। 2 घन्टाहरू त बस्नुपर्छ अझै पनि हामी हो यहाँनिर। अनि 2 घन्टा पछाडि रवाना हुनेछु दिल्लीको लागि। अनि दिल्लीबाट घर देखिनु भएको छ इथियोपियाको एयरपोर्ट। अब भने हामी इथियोपियाबाट दिल्लीको लागि प्रस्थान भइरहेको छु। आज झन्डै लापत्ता भएको हामी इथियोपिया एयरपोर्टमै। र यहाँबाट अब हामी
अर्को सुरु भयो है रवाना हुनुको लागि तयारी भइरहेको छ रनवेमा गइरहेको छ हाम्रो फ्लाइट आज त यहाँ मुम्बई सुतेर जाने हो यहाँ चाहिँ एक्लै ल है अन्तमा 27 महिनाको बाद दिल्ली आइपुगेको कति बज्यो टाइम पनि मिलाएको हेर्नुहोस् 12:30 बज्छन् यहाँबाट र अहिले भने म घरमा आइसकेको छु है हिजो आइपुगेको तर त्यति बेला म तपाईँलाई यो भिडियो बनाउन सकिनँ है र आज बिहानखेरि म भिडियो बनाएको राति 8 बजी घर आइपुगेको थिएँ र तपाईँहरूलाई म पुरा भिडियो देखाउन सक्दिनँ किनभने धेरै लामो समयको लागि त्यो भिडियो बन्ने रहेछ है र कतिवटा भिडियोहरूमा काट्दै तपाईँलाई के भयो है भिडियोहरू त्यो हाल्दिनँ त्यही म तपाईँलाई भन्ने छु र इजरायलदेखि है बागडोग्रासम्म के प्रब्लम भयो अथवा के भयो त्यो तपाईँलाई म बताउने छु छोटो जानकारी दिन गइरहेको छु तपाईँलाई आउँदाखेरि जो पनि इजरायलबाट आइरहनु छ तपाईँलाई सुविधा होस् है र खास के भयो भन्दाखेरि मैले तपाईँलाई पहिल्यै भनेको थिएँ है जब इजरायलबाट हामी आउँछौँ एयरपोर्टमा त्यहाँनिर चेकिङ है लगेजहरू चेकिङ हुँदाखेरि अलिकति इथियोपिया भएर आउनेलाई चाहिँ अलिकति स्ट्रिक्टली उयो हुँदैछ चेक गर्दै रहेछ होइन सबै जो यता दुबईहरू भएर आउनुहुन्छ सायद त्यहाँ चाहिँ मैले देखिनँ त्यस्तो यो त्यति साह्रो चेक भएको है तर जो इजरायल भएर आएको हुन्छ उहाँलाई चाहिँ धेरै जो इथियोपिया भएर आएको हुन्छ उहाँलाई चाहिँ धेरै चेक गर्दै रहेछ मैले तपाईँलाई फेरि पनि भनिरहेको छु त्यो तपाईँले जुन चाहिँ ह्यान्ड लगेज हुन्छ है ह्यान्ड लगेज हुन्छ त्यसमा चाहिँ तपाईँले धेरै सामानहरू नहाल्नु होला त्यो सानो सामानहरू हुन्छ नि तपाईँले जो तपाईँहरू अब बिहानखेरि अब ब्रस गर्नुहुन्छ होइन जस्तो इक्जाम्पलको लागि ब्रस गर्नुहुन्छ कोलगेटहरू तपाईँले त्योहरू हाल्नु सक्नुहुन्छ तर त्यो सबै हुन्छ नि सानो यता मेकअप सेकअप त्यो सामानहरू हुन्छ होइन के क्रिमहरू त्योहरू सबै नहाल्नु किनभने सबै खोलिदिँदै रहेछ होइन ढिलो हुन्छ तपाईँलाई तर केही छैन तपाईँलाई चाहिन्छ भन्दा हाल्दा हुन्छ तर त्यो लगेजमा चाहिँ धेरै खोलिदिँदाखेरि चाहिँ सबै सामान निकाल्दा चाहिँ एक कुरा चेक गर्दै रहेछ र त्यसमा तपाईँहरू अलिक सतर्क हुनु होला र मैले चाहिँ लगेज चाहिँ भिर्ने ब्याग ल्याएको थिएँ है त्यसमा चाहिँ किनभने त्यो चाहिँ के फाइदा हुन्छ भन्दाखेरि हामी 3टा घिसाइरहनु पर्दैन होइन हामीलाई ट्रली त दिन्छ त्यो उयो हामीले यताउता त्यो लानु त है तर ह्यान्ड ब्याग चाहिँ के हुन्छ भन्दाखेरि सजिलो हुन्छ आफूले भिर्दाखेरि अनि अर्को कुरो मेन फाइदा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँहरूलाई त्यसको वेट गर्दैन त्यो जुन चाहिँ ह्यान्ड ट्रली हुन्छ है ह्यान्ड ट्रली चाहिँ तपाईँको वेट गर्नुसक्छ तर जुन चाहिँ तपाईँले भिर्ने ब्याग हुन्छ त्यसको चाहिँ नाप गर्दैन वेट गर्दैन है त्यसैले तपाईँले त्यहाँनिर 9-10 किलो हाल्दा पनि हुन्छ अनि त्यसमा चाहिँ तपाईँलाई 2-3 किलो बेसी ल्याउँदा पनि हुन्छ तपाईँले जति ल्याउनुहुन्छ है तर त्यो चाहिँ के हुन्छ भन्दाखेरि चेकिङ गर्दाखेरि चाहिँ धेरै हुन्छ त्यहाँनिर होइन सामानहरू धेरै छ भने एक कुरा निकाल्नु साह्रो पर्छ तपाईँलाई एक कुरा फेरि हाल्नु साह्रो पर्छ ढिलो हुन्छ है त्यसले गर्दा त्यो चेकिङमा चाहिँ त्यस्तो हुन्छ त्यो भन्नु थियो है अनि इथियोपियामा कति वेट गर्नुहुन्छ त्यो त भन्ने छैन थाहा हुँदैन तर तपाईँहरू ग्रुपमा हुनुहुन्छ भने चाहिँ राम्रो हुन्छ अब 1-2जना छ भने चाहिँ अलिकति अल्छी लाग्दो डलरहरू साटेर आउनु होला है अनि बागडोग्रा आउनुको लागि दिल्लीबाट आउँदाखेरि दिल्लीमा पनि रिचेक हुन्छ है रिचेक गर्दाखेरि त्यहाँनिर पनि तपाईँले जस्तै मैले बेसी ल्याएको थिएँ है बेसी ल्याउँदाखेरि इजरायलबाट 7-8 किलो बेसी ल्याएको थिएँ अनि त्यहाँ त मैले मिलाएँ अनि यता दिल्लीमा पनि रिचेक गर्दाखेरि त्यहाँ पनि 7 किलो बेसी थियो त्यहाँ पनि मैले मिलाएँ है तर पैसा चाहिँ परेन एउटा पनि अनि त्यस्तो हुँदैछ आउँदाखेरि तपाईँले त्यही जानकारी दिनु थियो होइन इजरायलमा त यसरी चेक हुँदो रहेछ र म आइसकेँ घर तपाईँहरू पनि आउनुहोस् है आफ्नो गाउँठाउँ र म तपाईँलाई आउने दिनमा अरू पनि अपडेटहरू राख्नेछु है घरमा धेरै काम भइरहेको छ है त्यसको बारेमा म तपाईँलाई देखाउने छु एकदम तयारी भइरहेको छ घर कम्प्लिट त भइसक्यो बेला अलिअलि साफसफाइहरू गर्नु काम धेरै बाँकी छ है अनि बिहाको लागि त्यसको लागि र म तपाईँलाई अपडेट राख्दै गर्नेछु है आउनु होला के हुन्छ भनेर है र फेरि भेट्नेछु अर्को भिडियोमा धेरै दिन भएको थियो मैले तपाईँसँग यसरी भिडियो नबनाएको तर आज आफूदेखि फेरि कन्टिन्यू राख्ने सोचेको छु है घर आएको छु माइन्ड फ्रेस गर्नेछु फेरि भिडियोमा तपाईँहरूसँग भेट्नेछु कन्टिन्यू है मैले त्यही सोचेको थिएँ घर गएर चाहिँ म अलिक माइन्ड फ्रेस हुन्छ होला तब चाहिँ म भिडियो बनाउँछु त्यहाँदेखि भनेर सोचेको थिएँ र अब कन्टिन्यू गर्ने सोचेको छु अलिक माइन्ड फ्रेस हुन्छ है हेर्दै गर्नु होला मेरो भिडियोहरू अहिलेलाई यति नै अर्को भिडियोमा भेट्नेछु